प्रेसिडेन्ट सोसल क्लबको यो क्लबको प्रेसिडेन्ट ल है ल क्लास 11लाई के भन्न चाहन्छु अब सोसल क्लब आउनुपर्छ भन्न चाहन्छु किन वाइ सोसल क्लब नट वाइ नट अदर यस्तो हो सबै दादा जुन क्लबमा त्यो क्लबमा आउनु पऱ्यो नि हजुर हजुर रमाइलो गर्नु पऱ्यो रमाइलो मान्छेसँग आउने हो सही हो सोसल क्लब आउने हो ल ल अनि अरू भन अरू के छ त्यस्तो खबरहरू ठिकै सन्तोष रहेछ डान्स प्र्याक्टिस ऱ्याम्प वाक यता उ गर्दा यतिको ट्यालेन्ट चाहिँ चाहिन्छ है लाइफमा यतिको ट्यालेन्ट चाहिँ चाहिन्छ है ट्यालेन्टेड छु अनि अरू भन पानी परिरहेको छ के छ दसैँ आइसक्यो अब कता हो के हो पानी परिरहेको छ पानी दसैँ आएको जस्तो लाग्यो हजुर हजुर त्यही हो पानी परिरहेको अब खोला बाढी आउँछ भनेको त्यसरी जानु भन्ने कुरा हो खोला पारी छ नि त हो खोला तर जानुपर्छ खोला तर पर्छ नाउँछौँ छैन छैन अब जाउँ भने आउँछु एकजना जस्तो हाम्रो दोष एकदम दामी हो है कोअर्डिनेटर छु यसको सो क्लास 11का यसो जुनियर्सहरू हामी चाहिँ दामी गर्नुपर्छ है सबभन्दा टप क्लासमा ल्याएर ल सिसिआरसीको पढ्छु भने 11 जुनियर सबैजना सोसल क्लबभित्र सिरिहाल्ने हो ठिक छ लाएर हामी जस्तो रमाइलो रमाइलो गर्ने हो त्यही त रमाइलो गर्ने सिसिआरसीको क्लबभित्र सिर्ने फ्यामिली बन्ने त्यही हो सही हो ल है हामी चाहिँ अब वेलकम के अरे वेलकम होइन वेलकम प्रोग्रामको तयारी सकेर हामी अब कता जाने हामी अब बाटैबाट जान्छौँ अब कान्छोको तर्फबाट ट्रिट छ फोन भाइ लागिसक्यो अघि नै उयो गर्मी हुन्छ कि मुना हावा जस्तो नगर ल स्टे ट्युन हाम्रो डान्सर चाहियो डान्सर चाहियो रेकर्ड त भयो डान्सर चाहियो कोही त रेकर्ड त भयो रेकर्ड त हुन्छ तोहीको भने मैले कोही कसम रेकर्ड त हुन्छ हेर न हामी चाहिँ कलेजबाट फर्किँदैछौँ टोककोसँग ल्याएर पुरै प्यानिङ मोडमा क्लबको टी सर्ट म क्लबमा भएको हामी आतङ्कवादी क्लब हो र अनुहारै क्लबमा जस्तो छैन टार्गेट बिन लादेनको फ्यान हो कि हो अब अमेरिकामा गएर ल अरू केही नाम लियोनल मेस्सीको बुढीको नाम भन् ल एन्टोनीला छोराको नाम भन् ल कतिवटा छोरा छ छोराको नाम भन अन्त मैले बताएँ ल के अरे छोड्दै भाइ त मेस्सीको फ्यान होइन त म नेमारको फ्यान हो नि ल नेमारको बुढीको नाम भन् ल ब्रुना बियनकाडी ए हो मलाई जे पनि भनिदिँदा हुन्छ तपाईँ हो क्या हेर्न ल त्यसलाई थाहा छैन त्यसलाई थाहा छैन जे पनि भनिदिँदा भइहाल्छ मेस्सी छ तिनीहरू तिनजनाको नाम मैले बिर्सेँ गाइस कमेन्ट गर्नु है के कमेन्ट के नाम हो त्यसले मलाई यो थाहा छैन भनेर हो क्या हाम्रो के हो डान्सको लागि के ड्रेस
अब गाइज हामीहरूले भर्खरै फोटोसुट भएर या अझ हामी फोटोसुट सक्यो अब चाहिँ हामी हलभित्र गइरहेछौँ। अब हलभित्र गएर डान्सहरू चलिरहेछ होला, त्यो डान्सहरू बनाइदिनु होला एउटा हजुर फोटो चाहिँ बनाइदिनु होला एउटा ए हुन्छ एकदम सेयर गरेर खाने ल ओके जसको फोटो चाहिँ मसँग हुन्छ है ओके ब्राइटनेस अलि अझ ल है गाइज बाई ल है गाइज भन्नु ल है गाइज हामी त हलमा गएर डान्सहरू सोचिरहेको थिएँ। त्यहाँ ब्रेकफास्ट रेडी भइसकेको रहेछ। अहिलेको हाम्रो 11 बजे हामी ब्रेकफास्ट खानु गइरहेको छौँ। ब्रेकफास्ट एउटा समोसा मलाई आयो दोस्तको ल एउटा समोसा मेरो तो आते ही रहेंगे। हामी गएर चाहिँ अहिले ब्रेकफास्ट गर्छौँ। त्यहाँ दोस्रो कति बजी सकिन्छ होला प्रोग्राम त भन्नलाई 4 बजे भनेका छन् तर लाग्छ 6 जति बज्छ होला 5 देखि। भोलि त बिदा है भोलि बिदा अनि पर्सिबाट अझ हजुर के छ यहाँ आजको अवस्थाहरू के छ आजकोहरू एकदम दामी। हाम्रो पर्फर्मेन्स लास्टमा छ। खुसी छु म एकदम। हामीले नाच्नै पाउँदैनौँ। टिया दिदी के छ हाल खबर एकदम डिप्लोमा हाम्रो एउटा फोटो खिचेर जाऊ ल अब चाहिँ हामी आजको लागि रेडी छौँ है। हाम्रो के हो यो पास होइन हाम्रो यो चाहिँ ब्रेकफास्ट पास अनि लन्च डिजर्ट सबै पासहरू मिलिसकेको छ हामीलाई। अनि हामी चाहिँ अहिले हामी नास्ता खानु गइरहेको छौँ है। कहाँ छ खै जाम के गर्दैछौँ अहिले हामी चाहिँ आज हाम्रो 11 क्लासको CCRC कलेजको वेलकम प्रोग्राम थियो न्यू 11 क्लासको। त्यही भएर यसो फोटोसुटमा जाँदैछौँ है गाइज। अनि हाम्रो प्रोग्रामको डिटेलहरू आइहाल्छ। अहिले चाहिँ हामी यसो फोटोसुटहरूको लागि जाँदैछौँ अगाडि। स्टे ट्युन फर मोर अपडेट्स। ओके गाइज थ्याङ्क यू। यो चाहिँ हाम्रो CCRC को ग्रेड 12 को जस्तो लाग्यो। ग्रेड 12 को सबै नास्ता गरिरहेको छन्। अनि हामी चाहिँ यता We will have some breakfast and after breakfast we will move towards stage. कस्तो लागिरहेछ के छ जस्तो लाग्छ भित्र अब भित्र समोसा अरू हेरौँ लेट्स सी हजुरको गेस मिल्छ कि नै अब चेक गरौँ ल। त्यस्तै हो समोसा इधर उधर दाजु ल यो चाहिँ हाम्रो CCRC को 12 को आधा नि छैन होला सबै खाएर छन् ल। हामी चाहिँ खाजा नास्ताको लागि तयारी अवस्थामा छौँ। मिलिसकेको छ खाजाहरू। अनि हामी सरहरूसँग बसेर रेस्पेक्टेड सरहरूसँग बसेर यहाँ खाजाको सरलाई कस्तो लागिरहेछ खाना बेस्ट सर बेस्ट दामी सर सर हजुरलाई कस्तो लागिरहेछ एकदम राम्रो है धेरै राम्रो यस यहाँ चाहिँ हाम्रो डिप्लोमा साथीले सुरु गरिसकेको छ। अनि मैले चाहिँ खोलेको पनि छैन। अब हामी खान्छौँ हामी चाहिँ अब खाएर नास्ता खाएर फेरि मिल्दै गरौँ ल बाई जस्तै पनि ल। हामीले चाहिँ भर्खरै खाजा खाएर अब निस्किनु लाग्यौँ। मैले चाहिँ सबै 11 क्लासको नि आइसकेँ खाजा खान ठ्याक्कै। ब्रेकफास्ट सुनेको भन्दा राम्रो छ। इम्प्रुभिङ है CCRC इम्प्रुभिङ मान्छे चाहिँ कम छ रे त्यही भएर होला। ल गाइज जस्ट स्टे ट्युन फर मोर अपडेट्स है। अहिले चाहिँ सबै के भनिरहेको छन् भने हाम्रो पालाको पोहोर भन्दा नि अहिले सुविधा राम्रो छ कि अहिले इम्प्रुभमेन्ट भइरहेछ है भन्ने खालको आइरहेछ। डिप्लोपको नि कमलेजीको जस्तो के भिज कमलेजीले अस्ति के मेरो त नमस्ते गुरुआमा नमस्ते म्याम नमस्ते गुरुआमा नमस्ते म्याम कस्तो राम्रो भन्यो म्यामले कस्तो लागिरहेको छ त एकदम रमाइलो हाम्रो विद्यार्थीहरूसँग चाहिँ हामी अझै खुसी छौँ। अब खाजा खान जानुभयो के छ खाजा बाबु समोसाहरू हस् म्याम हस् थ्याङ्क यू जान्न त हस् सर सर खाना मान्छे आएर है बोल्नुपर्छ अलिकति फर्ममा आयो आज फर्ममा आयो भने त यदि हाम्रो डिप्लोमा साथी त यस्तो घुमाउँ न एक राउन्ड
गर्दै घुम्दिने गर्दै घुम्दिने हामी चाहिँ अब प्रज्ञा प्रतिष्ठानको 360 हामी जान्छौँ त्यही भने यार म त त्यसले पुग्दैन सोचिरहेको थिएँ मेरो त म फुल बडी भयो क्या फ्लुइड तिम्रो त त्यो लिक्विडले भरियो लिक्विडले भरियो क्या म चाहिँ फेरि म बढी खाला सोचेको थिएँ त्यही नि धेरै भयो मलाई त खानै सकेन अब हाम्रो अरू कामहरू छ अब हाम्रो वेलकम प्रोग्राम चाहिँ छ नाच अब चाहिँ रमाइलो हुन्छ होइन अब चाहिँ रमाइलो गर्ने हो कि एकदमै पुरै त हाम्रो साथीहरू पनि छन् यहाँ बसिरहेको छन् ओ मेरो दोस्त हाम्रो ह्यान्सी सिसिआरसी ह्यान्सी ल बोक्नु सिसिआरसी ह्यान्सी हो उसैले खाएको छ है मार्केट सिसिआरसी मार्केट उसैले खान्छ ल मार्केट सब खान्छ सब उसैको उसी छ अहिले सब कार्कीले अरे मैले भैया घुमा दो सब घुमा देंगे हम हामी चाहिँ यो प्रज्ञा प्रतिष्ठानको गोलो राउन्ड लगाइरहेको छौँ कहाँसम्म पुगिन्छ हेरौँ सक्यो यार यो पनि सकियो रङहरूको एउटा मागौँ न चिन्ता नगर्नु अब मिल्छ नि त हिँड्न नि जाऊँ ओ मेरो दाजु हामीलाई त देखाइदिनु यतै दाजु आउनु दाजु ए ल इग्नोर दाजु दाजु चाहिँ एकदमै फर्ममा छन् कि 24 घन्टा फर्ममा त्यो वेलकम उयो उडाउँदै थियो होइन पुरै खाँदै रहेछन् बुढा दाई चाहिँ सेन्टेरामको एकदमै लभर के सेन्टेराम दिलीप दोस्त फुल फर्ममा आउने आज स्टेज तात्छ है आज ल ल ल है ल है ल है तताउनु पर्छ स्टेज त हजुर त्यही होला जस्तो छ है आज ल दोस्त एकाउन्ट यस्तो छौँ कस्तो अनि चाहिँ क्वालिटर हुन्छ नि त ए हस् हुन्छ एकदमै सस्तो हुँदा नि चल्छ हामी अरू भन्दा नि जुस चाहिँ सक्यो क्या सुसको चिन्ता नगर न जाम्न मिलिहाल्छ नि त अब अलिकति 11 का खल्टिनीहरूसँग पनि यसो रमझम के थियो गीतको नेम के छ साथी ल है के होला जस्तो छ है आज 11 को साथीहरू पनि आएर छन् नास्ता खाएर पनि के घर जान आएर छन् केही थाहा छैन सबै चाहिँ यस्तो ब्लग हो भाइ ए ल हाय हेलो तिमीहरूको फ्रेसर सिसिआरसीको मैले यहाँ खाँदै अस्ति नै तिमीले कहाँ खाँद्यौ खाना होइन यो खाजा कति यहाँ खाँदै क्या मैले कहिले हाम्रो पालामा के ए त्यो त पोहोर साल पालामा मैले त्यही खाएको थिएँ मैले त यहाँ आएर खाँदै पुरै प्याक भइसक्यो थियो मलाई थाहा नै थिएन अन्न थिएन त अब भन्नै थिएन ब्रेकफास्ट यतिखेर हो भनेर ब्राइटनेस हो गरेँ धेरै घटाइसक्यो अरू ब्राइटनेस त फ्रेसर्सहरू नास्ता खाइरहेछन् भनौँ होइन त्यहाँ खाँदै छन् खाने तयारीमा पनि छन् खाँदै पनि छन् तर एउटा राम्रो होइन कि यहाँ 12को चाहिँ मजाले बसिया छन् त्यहाँ अनि फ्रेसरलाई यहाँ उभिएर खानु परेको छ हेर्नु न अब यहाँ चाहिँ खाजाको लागि सब लाइनमा उभिएको छन् कोही बसेर खाइरहेछन् भने हेर्न सक्नुहुन्छ हाम्रो सिसिआरसी कलेजको सबै लाइनमा अहिले चाहिँ पानी चाहिँ परिरहेको छ नि त्यही भएर हजुर ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरा तीहरूका भूमि शान्ति यो प्यारो हाम्रो मातृभूमि नेपाल भाउ जाति भाषा धर्म संस्कृति आगामी राष्ट्र हाम्रो जय
That's our best. My dear friends, a very warm good morning to all of you. It is indeed for great honor for me to stand before you today as a representative of grade 12. Hello everyone, it's me, Diplov Fial, and I feel privileged to extend my warmest welcome to you, newly admitted student of grade 11 into our STEM institution. Dear juniors, first of all, congratulations on becoming a part of this academic family. The moment you stepped into this college, you didn't just join an institution, you became a part of a family that set your thoughts, your dreams, and your futures. This college has always been a hub of knowledge, discipline, and character development. As a student who has already spent a year here, I can confidently say that you have chosen the right place to begin this important phase of your academic and personal life. Commerce, science, humanities, whatever be the stream, the path ahead will challenge you, shape you, and ultimately empower you. The next 2 years will teach you more than just the textbook lessons. You will learn about time management, teamwork, leadership, and most importantly, you and yourself. Let me share a few suggestions that might help you to navigate through the journey yourself. Be disciplined. Success is built on consistency and dedication. Ask questions. Never hesitate to ask clarity. Curiosity is the foundation of learning. Get involved. Don't just study. Get involved in each and every activities that college organize. Respect everyone. Teachers, seniors, classmates. Mutual respect builds a positive and supportive environment. To my fellow grade 12 students, let us be supportive seniors, approachable friends, and responsible role models. Let's create an environment where our junior feels encouraged and inspired. To the organizing committee and faculty, thank you for organizing this wonderful program. Program like this creates a welcoming space for new students to feel connected and confident. And finally, to our new friends in grade 11, once again, welcome you with my open arms. This is the beginning of your memorable and meaningful journey. Make the most of it. The stage is yours. Now, dream big, work hard, and never give up. Once association, always association. Thank you and best wishes to each and one of you for a bright and successful future ahead. Thank you. Are you enjoying it? Okay. तिमीहरूको सधैँभरि जागिरहोस् असल बन्ने चाहना. Actually, graduates, भाइ बहिनीहरूलाई फेरि पनि बधाई तथा शुभकामना. Namaste, it's me Diplov Fial. And namaste, it's me Puspanjali. Now get ready to witness an amazing performance that will surely mesmerize you. Please welcome Shivani and group on the stage with a big round of applause. देनीमा तिमी जुन बनिदेऊ न खायो है खायो ल तिम्रो मायाले मलाई खायो अब चाहिँ कक्कै खायो तिम्रो साया
रोला